प्रस्तुत गर्ने सन्दर्भमा आफूसँग भएको कला क्षमता चाहिँ प्रस्तुत गर्नुभएको। हेर्नुहोस्, कसैले भजन गाउनु भएको छ, कसैले जादु देखाउनु भएको छ, होइन? सरले पनि यहाँ नाच देखाइरहनु भएको छ, सरसँग फोटो खिच्ने, सेल्फी खिच्ने, टिकटक बनाउने हामीले पनि यहाँ लाइन देखिरहेको छौँ। यसको रहस्य चाहिँ के हो? होइन, यो त रमाइलोको लागि साथीभाइहरूले ल गराउनु त भनेर चाहिँ गरिएको हो। भनेको पोहोरको वर्ष चाहिँ सरलाई फाप्यो होइन त? फापेन भन्दा पनि आम पब्लिकले चिन्ने अवसर भयो। उपलब्धि पूर्ण भयो कि भएन भन्ने कुरा हो। शान्तिपूर्ण आन्दोलन भएको हुनाले सरकारले पनि कानमा तेल हालेर उही आनन्द लिएर फेसबुकमा टिकटकमा हेरेर बसिरहेको अवस्था हो कि रमाइलो भएको छ शिक्षकको आन्दोलन भनेर अलिकति ध्यान नदिएको जस्तो मलाई चाहिँ त्यतातिर चाहिँ त्यो चाहिँ लागिरहेछ है। सबै शिक्षकहरूलाई एउटै डालोमा राखेर त हेर्नु त भएन नि त। क्षमतावान शिक्षिकाहरू पनि हुनुहुन्छ नि त, होइन र? एकदम शान्तिपूर्ण छ, जसो काठमाडौँका मेयर बालेन्द्र शाहले पनि प्रशंसा गरेका छ। यहाँ पत्रकार मित्रहरूलाई उहाँले पनि प्रशंसा गर्नुभएको छ। प्रधानमन्त्रीको भनाइअनुसार त तपाईँहरू त अझै 10औँ वर्ष माइती घर बानिसे धाउन पर्ने देखिन्छ त। यो चाहिँ एकदम दुःखद हो, यो चाहिँ दुःखद हो। तर एउटा कुरो नि, सरकारी विद्यालयमा शिक्षकहरूले नि विद्यार्थीलाई खासै उपलब्धिमूलक केही दिन सकेको देखिँदैन नि। किन छैन? शिक्षकहरूका कहीँ कमी कमजोरी छन् भने यो त हेर्ने निकाय छ नि छ। जस्तो अहिले स्थानीय सरकारको रूपमा चाहिँ गाउँपालिका नगरपालिका आएको छ, त्यहाँ शिक्षा शाखा हेर्ने छुट्टै एउटा शिक्षा शाखा छ, शिक्षा हेर्ने। त्यो त शिक्षकहरूका के कमी कमजोरी छन्, यो शिक्षाको विकास गर्ने हो भने, समग्र शिक्षाको विकास गर्ने हो भने सरकारले 2028 सालको जुन यो मरिसकेको ऐन छ नि, त्यो मरिसकेको मर्न लागेको ऐनलाई चाहिँ यसो पानी छम्केर टालटुल पार्दै संशोधन गर्दै ल्याइराखेको अवस्था हो। अब देशको बलियो समृद्धिको बलियो आधार भनेको शिक्षा र स्वास्थ्य हो। शिक्षामै यस्तो हेल चक्राइ छ भने यो सङ्घीयताको के अर्थ रह्यो? आम शिक्षकहरूको माग चाहिँ पुरा गर्नको लागि सरकारले अलिकति उदासीनता देखाए जस्तो देखिन्छ। वर्षै पछि शिक्षकहरूसँग एउटा सम्झौता हुने र त्यसलाई चाहिँ कार्यान्वयन नहुने हिसाबले चाहिँ आम शिक्षकहरू देशैभरिबाट चाहिँ यहाँ फेरि पहिला भएका विगतका सम्झौताहरूलाई कार्यान्वयन गर्नको लागि एउटा दबाब स्वरूप यहाँ आउनुभएको छ। त्यही क्रममा म पनि यहाँ आएको छु। तपाईँहरू होइन वार्तामा बोलाउँदा जानुहुन्न, अनि यसरी आन्दोलन गरेर यस्तो यो अस्तव्यस्त किन? अस्तव्यस्त त यसलाई भन्न मिल्दैन, किनभने शिक्षकको आन्दोलन हजुरहरूले हेर्न सक्नुहुन्छ। शिक्षकको आन्दोलन विश्वमै उदाहरणीय आन्दोलनको रूपमा भएको छ। किनभने यहाँ चाहिँ सरसफाइदेखि लिएर एभ्रिथिङलाई मेन्टेन गरिएको छ, वातावरणलाई प्रदूषित गरिएको छैन। एक अर्को कुरो नाचगान जादुदेखि लिएर यहाँ रमाइला क्रियाकलापहरू गरेर चाहिँ आन्दोलन भइरहेको छ। यहाँ त आन्दोलन भन्दा पनि सरहरूको कला चाहिँ प्रस्फुटन गर्ने ठाउँ जस्तो देखियो नि त। यो त वर्षैपछि होइन, पक्कै पनि शिक्षक सर भाइरल हुनुभयो, अहिले अर्को सर वर्षैपछि सरहरूको कला देखाउने यो कला केन्द्र जस्तो पो देखिन्छ त। यो त म हजुरलाई के भन्छु भने शिक्षक आफैमा कलाकार हो। किनभने पढाइ सम्बन्धी विषयवस्तुहरू पनि विद्यार्थीलाई कलात्मक तरिकाले प्रस्तुत गर्न सकिएन भने विद्यार्थीहरूलाई बुझाउन सकिँदैन। त्यो भएर प्रत्येक शिक्षिका मित्रहरू आफैमा कलाकार हुनुहुन्छ र आफूसँग भएको प्रतिभा देखाउनु भएको हो। यति मात्रै हो। आन्दोलनलाई फरक ढङ्गले प्रस्तुत गर्ने सन्दर्भमा आफूसँग भएको कला क्षमता चाहिँ प्रस्तुत गर्नुभएको। हेर्नुहोस्, कसैले भजन गाउनु भएको छ, कसैले जादु देखाउनु भएको छ, होइन? सरले पनि यहाँ नाच देखाइरहनु भएको छ, सरसँग फोटो खिच्ने, सेल्फी खिच्ने, टिकटक बनाउने हामीले पनि यहाँ लाइन देखिरहेको छौँ। यसको रहस्य चाहिँ के हो? होइन, यो त रमाइलोको लागि साथीभाइहरूले ल गराउनु त भनेर चाहिँ गरिएको हो। भनेको पोहोरको वर्ष चाहिँ सरलाई फाप्यो होइन त? फापेन भन्दा पनि आम पब्लिकले चिन्ने अवसर भयो। उपलब्धि पूर्ण भयो कि भएन भन्ने कुरा हो। शान्तिपूर्ण आन्दोलन भएको हुनाले सरकारले पनि कानमा तेल हालेर उही आनन्द लिएर फेसबुकमा टिकटकमा हेरेर बसिरहेको अवस्था हो कि रमाइलो भएको छ शिक्षकको आन्दोलन भनेर अलिकति ध्यान नदिएको जस्तो मलाई चाहिँ त्यतातिर चाहिँ त्यो चाहिँ लागिरहेछ है। यहाँनिर ठ्याक्कै तपाईँले शान्तिपूर्ण भन्नुभयो होइन? अब यो शान्तिपूर्ण आन्दोलनले पोहोर सुनेन तपाईँहरूको, यसपालि चाहिँ कस्तो यही शान्तिपूर्णमै सुन्छ जस्तो भन्ने तपाईँलाई लाग्छ? हामीले शान्तिपूर्ण तरिकाले गर्ने भनेका अनेक खालका धेरै खालका आन्दोलनहरू हेऱ्यौँ। पछि आन्दोलनको क्रम बढ्दै जाँदाखेरि कुन तरिकाले अगाडि गए हामीले त्यो पनि देख्यौँ। तर शिक्षकहरूको आन्दोलन एकदम शान्तिपूर्ण छ, जसो काठमाडौँका मेयर बालेन्द्र शाहले पनि प्रशंसा गरेका छ। यहाँ पत्रकार मित्रहरूलाई उहाँले पनि प्रशंसा गर्नुभएको छ। यहाँ पत्रकार मित्रहरूलाई थाहा नै छ होइन? शान्तिपूर्ण आन्दोलन भए तापनि सरकारले यो सुनवाई गर्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो।
यहाँ चाहिँ अहिले शान्तिपूर्ण आन्दोलन गर्दाखेरि सरकारले सुनेको अवस्था देखिँदैन। हामीले कयौँ आन्दोलन देख्यौँ, शान्तिपूर्ण आन्दोलनमा तपाईँहरूको कुरा पनि सुनेन सरकारले। आन्दोलन भएको सरकारले नसुनेको होइन, प्रधानमन्त्रीज्यूबाट एउटा सम्बोधन चाहिँ आइसकेको छ। अब आन्दोलनभन्दा अगाडिको सम्बोधन र पछाडिको सम्बोधन हेर्दा ठ्याक्कै विपरीत दिशातर्फ दुईवटा सम्बोधनलाई एकै ठाउँमा राख्ने हो भने दुईतिर फर्केको छ एकै व्यक्तिबाट। अब यसलाई विश्वास गर्ने खालको वातावरण चाहिँ छैन क्या फेरि, किनभने विगतमा पनि शिक्षकसँग सम्झौता भएका हुन्। त्यो भएको हुनाले अब यो माग पुरा हुन्छ कि हुँदैन भन्ने कुरा हो। अनि अर्को कुरा चाहिँ अब विधायक बनाउने शिक्षा जुन शिक्षक साथीहरू चाहिँ शिक्षा ऐन जारी गर्ने भनेर माग राखेर जुन चाहिँ वर्षौँदेखि आइराख्नु भएको छ, तर यो बनाउनको लागि चाहिँ मलाई के लाग्छ भने चाहिँ पक्कै पनि सर्वदलीय एउटा सर्वपक्षीय चाहिँ, किनभने नेपालमा त के छ भने आज एउटा सरकार छ, भोलि अर्को सरकार हुन्छ। भोलि शिक्षक महासङ्घले यो सरकारसँग एउटा सम्झौता गर्ला अनि पछि फेरि अर्को सरकार आउला। यहाँ त कस्तो छ भन्नुहुन्छ भने यहाँ चाहिँ मन्त्रीहरू मन्त्री बनेर विदेश जान्छन्, फर्केर आउँदाखेरि भूतपूर्व भएर आउँछन् होइन। त्यो भएको हुनाले भोलि जुनसुकै पार्टीको सरकार आए पनि सर्वपक्षीय एउटा शिक्षक महासङ्घका प्रतिनिधिहरूसँग र विभिन्न दलका नेतृत्वहरूसँग एउटा वार्ता भयो भने सफल, किनभने अहिले यो आन्दोलनले उपलब्धि होला जस्तो मलाई लाग्दैन। भयो भने यस्तो खालको वार्ता हुन सक्यो भने भविष्यमा टक्क भन्न सकिन्छ क्या। तपाईँहरूको आन्दोलन त प्रधानमन्त्री केपी ओलीज्यूको भनाइअनुसार त दिन सक्नु विद्यार्थीलाई केही छैन, यहाँ लिन मात्रै माइती घरमा आउने, 48% पनि पास हुँदैनन् भन्ने चाहिँ यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? यो त आन्दोलनभन्दा अगाडिको कुरा हो, आन्दोलन अगाडिको कुरा। शिक्षकहरूले नि खासै विद्यार्थीलाई दिन सके त देखिँदैन। किन आउनुभएको होला, बेकार नआयो भने हुन्थ्यो। हाम्रो सरकार पहिलाको जस्तो सरकार होइन। मैले अघि नै भने नि त, आन्दोलन अगाडिको उहाँको मन्तव्य र आन्दोलन हुँदै गर्दाखेरिको मन्तव्य अलिकति फरक पाटोले आएको छ। तर पनि अब यसले चाहिँ शिक्षकहरूको मागलाई चाहिँ सम्बोधन गर्छ कि गर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण पाटो हो। प्रधानमन्त्रीको भनाइअनुसार त तपाईँहरू त अझै 10औँ वर्ष माइती घर बाँडेर धाउन पर्ने देखिन्छ त। यो चाहिँ एकदम दुःखद हो, यो चाहिँ दुःखद हो। तर एउटा कुरो नि, सरकारी विद्यालयमा शिक्षकहरूले नि विद्यार्थीलाई खासै उपलब्धिमूलक केही दिन सकेको देखिँदैन नि। किन छैन? शिक्षकहरूका कहीँ कमी कमजोरी छन् भने यो त हेर्ने निकाय छ नि छ। जस्तो अहिले स्थानीय सरकारको रूपमा चाहिँ गाउँपालिका नगरपालिका आएको छ, त्यहाँ शिक्षा शाखा हेर्ने छुट्टै एउटा शिक्षा शाखा छ, शिक्षा हेर्ने। त्यो त शिक्षकहरूका के कमी कमजोरी छन् भन्ने कुरा त स्थानीय निकाय, त्यसै गरी जिल्ला शिक्षा समन्वय इकाइ लगायत मन्त्रालयसम्म छ नि। एउटा अनुगमनको एउटा पाटो बनाउनु पर्छ नि। जस्तो पालिकाहरूमा 2 जना मात्रै कर्मचारी दिने, अनि त्यसपछि अनुगमनमा नजाने, अनि त्यसपछि कहाँबाट शिक्षाको विकास हुन्छ त? सबै शिक्षकहरूलाई एउटै डालोमा राखेर त हेर्नु त भएन नि त। क्षमतावान शिक्षक शिक्षिकाहरू पनि हुनुहुन्छ नि त, होइन र? पछि अनुगमनमा नजाने भन्नुभयो होइन तपाईँले? हजुर, यो शिक्षकहरूको लापरवाहीले गरेर हो। त्यसो भए अनुगमनमा जानुपर्ने हो। सबै शिक्षकको लापरवाही भन्ने विषय होइन, सबै शिक्षकहरूले लापरवाही गर्नुहुन्छ भन्ने होइन। हुनसक्छ हजारौँमा 1-2 जनाले गर्नुहुन्छ, तर यसको अर्थ यहाँ आउने सबै शिक्षकहरू असक्षम हुनुहुन्छ त? यो प्रश्न पनि त ठिक भएन नि त। यो प्रश्न पनि त ठिक। कम्पेयर गर्ने भने प्राइभेट र सरकारीमा कम्पेयर गर्ने भने प्राइभेट धेरै माथि छ, सरकारी चाहिँ तल हुनुको रिजन के, कारण के? प्राइभेट विद्यालयहरू माथि छन् भन्ने आधार के? होइन, विद्यार्थीको त्यो एक्टिभिटिज पढाइहरू हेरेर दिमाग छ त। पहिला भन्दा सरकारीमा सधैँ चाहिँ विद्यार्थी कम भएर देखिन्छ होइन। अहिले त सामुदायिकमा हेर्नुहोस् त भर्ना लिन गाह्रो छ। सामुदायिक विद्यालयमा भर्ना लिन गाह्रो छ। त्यो 1-2 विद्यालयमा मात्रै हो जहाँ चाहिँ राजनीतिक कारणले, त्यो व्यवस्थापन समितिको खिचलोको कारणले त्यो चाहिँ हुनसक्छ। तर अहिले प्राइभेटमा भन्दा सामुदायिक विद्यालयहरूमा भर्ना लिन गाह्रो छ। सामुदायिक विद्यालयका टिचरहरू त, कतिपय टिचरहरू त आफ्नो स्कुलको नाम इङ्ग्लिसमा भन्न पनि जान्नुहुन्न, सर र अक्षर नेपालीमा खरेर पढ्न पनि जान्नुहुन्न। त्यस्तो शिक्षकलाई चाहिँ के राहत दिने सरकार? त्यो चाहिँ मैले देखेको छैन। अब हजुरहरूले कहाँ कतिपय विद्यालयमा देखिन्छ नै त्यो। होइन, त्यस्तो छ भने शिक्षकहरूलाई तालिम दिनुपर्छ, अथवा चाहिँ शिक्षकहरू कुनै मोडमा हुन सक्नुहुन्छ, त्यो बेलामा फ्याट्टा सोधिदिएर पनि हुनसक्छ। यहाँ चाहिँ के छ भने सामाजिक सञ्जालमा मान्छेलाई ट्रोल बनाउने चाहिँ चलन छ क्या। यो पोजिटिभिटी भन्दा पनि अलिकति नेगेटिभिटी चाहिँ नकारात्मक कुराहरू बढी फैल्याउने यस्तो खालको प्रवृत्ति पनि देखिन्छ।
तर सामाजिक सञ्जालमा जे देखिन्छ रियलमा ठ्याक्कै त्यही हुन्छ भन्ने त हुँदैन नि त है। हुन्छ एकातिर वास्तविकता एउटा हुन्छ, तर सामाजिक सञ्जालमा अर्को पनि त आउन सक्छ नि त। तपाईँहरू पोहोर पनि यहाँ आएर जानुभयो, अहिले पनि आएर जानुहुन्छ। पोहोर पनि तपाईँहरू फर्किनु भयो, तपाईँहरूको चित्तै बुझाएर फर्के होला, अहिले पनि त्यसरी नै फर्काउला, आगो पनि त्यही होला। अनि सधैँ यसरी नै हुन्छ त? यसमा चाहिँ तपाईँहरू पनि फितलो हो नि अलिकति, पोहोर हुन्छ गर्छ सरकारले भने। यसमा चाहिँ शिक्षकको कमजोरी होइन, किनभने शिक्षकहरू अनुशासन यो त अहिले देखियो त। बुनियादी तरिकाले आन्दोलन गर्नुहुन्छ, सरकारले अलिकति प्रेसरमा अब पढाइ नहुने हो कि भन्ने प्रेसरमा आइसकेको ठानिसके पछाडि एउटा वार्तामा ल्याउँछ, अनि शिक्षकहरू आन्दोलन स्थगित गरेर घर फर्किनुहुन्छ। पोहोर झुक्या, अहिले झुकिनु हुँदैन। अहिले झुकिने होइन, मैले जुन चाहिँ सन्दर्भ हजुरसँग भन्न खोज्दै थिएँ होइन, यो शिक्षाको विकास गर्ने हो भने, समग्र शिक्षाको विकास गर्ने हो भने सरकारले 2028 सालको जुन यो मरिसकेको ऐन छ नि, त्यो मरिसकेको मर्न लागेको ऐनलाई चाहिँ यसो पानी छम्केर टालटुल पार्दै संशोधन गर्दै ल्याइराखेको अवस्था हो। अब देशको बलियो समृद्धिको बलियो आधार भनेको शिक्षा र स्वास्थ्य हो। शिक्षामै यस्तो हेल चक्राइ छ भने यो संहिताको के अर्थ रह्यो? मेरो भनाइ त्यतातर्फ हो क्या। भनेको राजतान्त्रिक राजाले ल्याएको त्यो तपाईँहरूको होइन, अहिले गणतान्त्रिक राजाहरूले परिमार्जित गर्न सकेनन्। यसको आर्थिक विकास, दिगो विकासको लागि बलियो आधार भनेको शिक्षा र स्वास्थ्य हो। सरकारका नेताहरू र शीर्ष दलका नेताहरू खालि तपाईँको सरकार ढाल्ने र बनाउने खेलमा मात्रै छन् र एउटा शिक्षा ऐन बनाउने खेलमा छैनन् भन्ने कुरा बुझिन्छ। यो केले त भन्दाखेरि पटक पटक शिक्षक महासङ्घसँग भएको सम्झौता र त्यसको कार्यान्वयनतर्फ भएको उदासीनताको कारण। अब तपाईँहरूको अन्तिम उद्देश्य के हो त? ल अन्तिम विकल्प अब चाहिँ के गर्ने ठ्याक्क हुन्छ भन्ने लाग्छ? अन्तिम विकल्प त हजुरहरूले सुनिसक्नु भएको छ, आन्दोलनको स्वरूप शान्तिपूर्ण नै हुन्छ। शान्तिपूर्ण भनेको जस्तो अब एसीको कपीहरू चेक नगर्नेदेखि लिएर अनेक कुराहरू आएका छन् र हाम्रो माग के हो, शिक्षक साथीहरूको सबैको एउटा सादा धारणा के छ भने शिक्षा ऐन अहिले हामीलाई तातै खाउँ जल्दै मरौँ होइन। मैले अघि नै भने शिक्षा ऐन तुरुन्तै सरकारले चाहेर पनि जारी गर्न सक्दैन। सरकारले समग्र शिक्षाको विकासको लागि 28 सालको काम चलाऊ शिक्षा ऐन होइन, नयाँ ऐन तुरुन्त बनाउने प्रक्रियामा सबै दलका शीर्ष नेताहरूलाई बोलाएर हामी भोलि जुनसुकै सरकार आए तापनि हामी सबैजना प्रतिबद्ध छौँ भन्ने तरिकाको एउटा कमिटमेन्ट सहितको सम्झौता चाहिन्छ। हस्, समयको लागि हस्, धन्यवाद छ। हस्।